नमस्ते। यो कार्यक्रम चितवन मेडिकल कलेजद्वारा सञ्चालित PMC मेडिच्याट प्रोग्राम हो। म डाक्टर निक्की श्रेष्ठ, एसोसिएट प्रोफेसर र कोअर्डिनेटर मेडिकल एजुकेशन युनिट चितवन मेडिकल कलेज। हरेक वर्ष जुन महिनालाई क्याटरेक्ट अवेरनेस मन्थ मोतीबिन्दु सचेतना महिनाको रूपमा मनाउने गरिन्छ। त्यसै सन्दर्भमा आजको यस नयाँ श्रृङ्खलामा हामी क्याटरेक्ट अर्थात् मोतीबिन्दुको बारेमा कुराकानी गर्नेछौँ। हामीसँग आज कुराकानीको लागि हुनुहुन्छ नेत्ररोग विशेषज्ञ अप्थाल्मोलोजिस्ट डाक्टर सुरेन्द्र मिश्रा। डाक्टर सुरेन्द्र मिश्रा चितवन मेडिकल कलेजमा सिनियर लेक्चररको पदमा डिपार्टमेन्ट अफ अप्थाल्मोलोजीमा कार्यरत हुनुहुन्छ। डाक्टर सुरेन्द्रले MD इन अप्थाल्मोलोजी नेशनल मेडिकल कलेज त्रिभुवन युनिभर्सिटी नेपालबाट गर्नुभएको छ। डाक्टर सुरेन्द्रको गौर आँखा अस्पतालमा 4 वर्षको जनरल अप्थाल्मोलोजिस्टको कार्य अनुभव रहेको छ र 4 महिनादेखि उहाँ चितवन मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ। वेलकम टु द CMC मेडिच्याट प्रोग्राम डाक्टर सुरेन्द्र। नमस्कार, थ्याङ्क यू सो मच। नमस्ते। सो मेरो पहिलो प्रश्न डाक्टर सुरेन्द्र के छ भने अब यो मोतीबिन्दु भनेको के हो? पहिला यही कुराको प्रश्नको जवाफ दिनुहुन्छ कि? हजुर म्याम, मोतीबिन्दु भनेको चाहिँ हाम्रो शरीरको अभिन्न अङ्ग आँखाको एउटा भाग जुनलाई लेन्स भन्छौँ, लेन्स जुन पारदर्शी हुन्छ त्यो अपारदर्शितातिर जाँदै गर्ने समस्यालाई नै मोतीबिन्दु भनिन्छ। हजुर, अनि मोतीबिन्दु कस्तो उमेर समूहलाई हुने रोग हो त? मोतीबिन्दु प्रायः जसो 90% समयमा चाहिँ उमेर ढल्किँदै गएपछि या 50-55 वर्ष पछाडि हुने रोग हो र बाँकी 10% चाहिँ कुनै पनि उमेर समूहमा हुन सक्छ। हजुर, अनि डाक्टर सुरेन्द्र मोतीबिन्दुका जोखिम कारकहरू के हुन् र मोतीबिन्दुलाई छिटो छिटो बढ्न नदिनका लागि के उपायहरू अप्नाउन सकिन्छ, के जानकारी दिनुहुन्छ कि? सर्वप्रथम त उमेर ढल्किँदै गएपछि हुने रोग भएकाले उमेर एक प्रमुख जोखिम कारक भएर त्यस पछाडि हामीले शरीरमा अन्य रोगहरू जस्तै सुगर भएको बिरामीमा मोतीबिन्दुको समस्या छिटो बढ्न सक्ने, अनि हाइपर कोलेस्ट्रोलेमिया भनिन्छ, कोलेस्ट्रोल लेभल बढी भएमा मोतीबिन्दु छिटो बढ्न सक्ने, अनि शरीरको विभिन्न अरू रोगहरूको लागि खाने कुनै औषधिहरूले गर्दाखेरि जस्तै स्टेरोइड एउटा प्रमुख कारक हो। स्टेरोइड लामो समयसम्म स्टेरोइड प्रयोग गरियो भने मोतीबिन्दु छिटो बढ्ने, अनि मानसिक सन्तुलन ठिक नभएको मानसिक समस्याले ग्रस्त बिमारीहरूमा कुनै औषधिहरू प्रयोग गरिन्छ, त्यसले गर्दाखेरि पनि मोतीबिन्दु छिटो हुन सक्दछ। त्यसै मुटुको समस्या भएको बिरामी, मुटुको धड्कनको अनियमितता भएको बिरामीहरूले खाने कुनै प्रकारको औषधिले गर्दा पनि मोतीबिन्दु छिटो हुने गर्दछ र कुनै चोटपटक, कुनै विकिरणसँग प्रत्यक्ष असर भएमा यी सबै कुराहरू भनिरहँदाखेरि मोतीबिन्दु छिटो बढ्न नदिनको लागि चाहिँ हामीले विकिरणबाट बस्ने, सकेसम्म स्टेरोइडको सेवन कम गर्ने, सुगर लेभल कन्ट्रोलमा राख्ने र सन्तुलित आहारको प्रयोग गर्ने गरियो मोतीबिन्दु छिटो नहुन पनि सक्छ। अनि मोतीबिन्दुका लक्षणहरू चाहिँ के हुन्छ? मोतीबिन्दुले हाम्रो दृष्टिमा असर गर्ने भएकाले सामान्यतः सबै बिरामीमा चाहिँ मोतीबिन्दुले गर्दाखेरि दृष्टि कमजोर हुँदै जान्छ। प्रायः जसो बिरामीमा चाहिँ हामीले सूर्यको किरणमा दृष्टि राम्रो भए तापनि बत्तीको किरणमा धमिलो देख्ने या अँध्यारोमा एकदमै कम दृष्टि हुने प्रमुख लक्षण हुन्छ र अरू अन्य लक्षणहरू चाहिँ मोतीबिन्दु विभिन्न प्रकारका हुन्छन् र अन्य लक्षणहरूमा भन्नुपर्दाखेरि चाहिँ मोतीबिन्दुले कुनै बिरामीलाई टाढाको नदेखिने हुनसक्छ भने कुनै प्रकारको मोतीबिन्दुले चाहिँ बिरामीले घाममा देख्न नसक्ने, अँध्यारोमा देख्न नसक्ने, नजिक हेर्न नसक्ने र कुनै पनि वस्तुलाई हेर्दाखेरि एउटै वस्तुलाई एउटै आँखाले दुईटा पनि देख्ने समस्याहरू हुन सक्दछन्। हजुर, अनि मोतीबिन्दु भएको कसरी पुष्टि गर्न सकिन्छ र यसका उपचार विधिहरू के हुन्? डायग्नोसिस र ट्रिटमेन्ट मोडालिटिजहरू के छ? मोतीबिन्दुले मैले अघि भने जस्तै लक्षणहरू देखिएमा हामीले अब मोतीबिन्दु भएको दृष्टि कमजोर हुँदै गएमा दृष्टि विशेषज्ञहरूकोमा गएर चस्मा जाँच गर्ने। उहाँहरूले मोतीबिन्दुको सुरुवाती अवस्थामा छ भने चस्माकै प्रयोग गरेर पनि हाम्रो दृष्टिमा सुधार आउन सक्दछ भने मोतीबिन्दु बढ्दै गएमा चस्माले पनि फाइदा नहुने अवस्थामा नेत्ररोग विशेषज्ञमा गएर जाँच गराउँदाखेरि मोतीबिन्दु कुन प्रकारको छ, कुन अवस्थामा छ त्यो हेरेर यसको उपचार चाहिँ शल्यक्रिया मार्फत यसको उपचार गर्न सकिन्छ।
मोतीबिन्दुको शल्यक्रिया चाहिँ कसरी गरिन्छ त्यो जानकारी दिनुहुन्छ कि? मोतीबिन्दुको शल्यक्रिया हामीले सामान्यतया भन्ने भाषामा बोलीचालीको भाषामा भन्नु दुई प्रकारको सर्जरी हुन्छ हाम्रो। एउटा चाहिँ हातले गर्ने सर्जरी भनिन्छ जुन हामीले एसआइसिएस भन्छौँ, र अर्को भनेको फेको मेसिनको सहायताले गर्ने सर्जरी हुन्छ, त्यसलाई फेको भनिन्छ। र यो सर्जरी एकदम सामान्य सर्जरी हो, कम जोखिमयुक्त 90% भन्दा माथि चाहिँ यसको आउटकम राम्रो हुन्छ र यो छोटो समय 10 देखि 15 मिनटमा गर्न सकिने सर्जरी हुन्छ। हजुर। अनि मोतीबिन्दुको शल्यक्रिया पछि अप्नाउनु पर्ने सावधानीहरू चाहिँ के हुन्छ? मोतीबिन्दुको शल्यक्रिया पश्चात हामीले बिरामीलाई 1 महिनासम्म चाहिँ अलिक सतर्क रहन भन्छौँ, जसमा हामीले धुवा धुलो र फोहोर पानीबाट आँखालाई बचाउने, सूर्यमा बाहिर निस्किँदाखेरि चाहिँ शीतल चस्मा या कालो चस्मा लगाएर निस्किने, आँखा नमिच्ने, आँखालाई नथिच्ने, आँखा नदाब्ने र खोकी लाग्न नदिने र सुरुको केही हप्तासम्म चाहिँ हामीले भारी ओजनहरू उचाल्न नदिने र सामान्य नित्य क्रियाकलापमा चाहिँ केही वञ्चित गर्दैनौँ। हजुर। मलाई अर्को सोध्न मन लागेको प्रश्न के छ भने मोतीबिन्दुको उपचार यदि समयमा गरिएन भने के जटिलताहरू निम्तिन सक्छन् के भनिदिनुहुन्छ कि? मोतीबिन्दु बढ्दै गएपछि चाहिँ मोतीबिन्दुले पुरै ढाकेपछि चाहिँ बादल जस्तै भएपछि चाहिँ दृष्टि गुम्ने, पूर्ण रूपमा अन्ध हुन सक्छ। त्यसले गर्दा नि नियमित क्रियाकलापमा पनि असर गर्न सक्दछ। र मोतीबिन्दु पाके पछाडि मोतीबिन्दु फुटेमा त्यसले आँखाको प्रेसर बढाइदिने र जलबिन्दु हुन सक्ने, जलबिन्दुले गर्दाखेरि आँखा एकदमै दुख्ने, आँखा रातो हुने र पछि नसामा नै असर गरिसकेपछि नसा सुक्ने समस्या हुने र अपरेसन गर्नको लागि पनि कठिनाइ हुने र अपरेसन गरेपछि पनि दृष्टि पुनः रूपमा नफर्किन सक्छ। यी जोखिमहरू चाहिँ हामीले मोतीबिन्दुको अपरेसन ढिलो गरेमा हुन सक्छ। अनि डाक्टर सुरेन्द्र, के मोतीबिन्दु पुनः दोहोरिन सक्छ? मोतीबिन्दुको अपरेसन गरिसके पछाडि चाहिँ यो मोतीबिन्दु पुनः दोहोरिने समस्या चाहिँ होइन, किनभने हामीले त्यसमा चाहिँ मोतीबिन्दु भएको लेन्सलाई निकालेर कृत्रिम लेन्स राखेका हुन्छौँ र त्यस पछाडि त्यो लेन्स राखेपछि पछाडिको थैलीमा चाहिँ झिल्ली पलाएको हुन्छ। झिल्ली पलाएको कारणले गर्दा चाहिँ दृष्टि फर्केको दृष्टि केही समय पश्चात पुनः फेरि धमी हुँदै जाने समस्या हुनसक्छ र त्यसलाई हामीले चाहिँ लेजरको सहायताले ओपिडी नै हामीले लेजरको सहायताले त्यसलाई काटेर फेरि पुनः रूपमा दृष्टि फर्काउन सक्छौँ। अनि मोतीबिन्दुको उपचारको लागि हाम्रो चितवन मेडिकल कलेजमा के कस्ता सेवा सुविधाहरू उपलब्ध छन् के जानकारी दिनुहुन्छ कि? मैले अघि भने जस्तै मोतीबिन्दुको प्रायः जसो 2 थरी अपरेसन हुन्छ। हातले गर्नेलाई एसआइसिएस र मेसिनको सहायताले गर्ने फेको सर्जरी भनिन्छ। हामीसँग चितवन मेडिकल कलेजमा यी दुवै प्रविधिबाट हामीले अपरेसन गर्ने गरेका छौँ र बिरामीको क्षमता अनुसार हामीले राख्ने कृत्रिम लेन्स उहाँहरूको क्षमता अनुसार कुन चाहिँ लेन्स राख्ने बिरामीलाई नै अप्सन दिएर हामीले त्यो लेन्सहरू उपलब्ध गराउन सक्छौँ। एनी क्लोजिङ थट्स अन्त्यमा अरू के भन्न चाहनुहुन्छ? यस जुन महिना अब मोतीबिन्दुको 37 महिना भएकाले पनि मोतीबिन्दु भनेको उमेर बढ्दै गएपछि सबै मानिसमा हुने प्रायः जसो मानिसमा हुने समस्या भएकाले 55 वर्षभन्दा माथिका उमेर भएका मानिसहरूले चाहिँ कम्तीमा पनि वर्षमा एकचोटि नेत्ररोग विशेषज्ञ गई आफ्नो आँखाको जाँच गरी मोतीबिन्दुको अवस्था जानकारी दिइराख्ने र कुनै पनि शरीरमा अरू समस्या भएमा मोतीबिन्दु छिटो हुने भएकाले र अरू समस्या भएको खण्डमा चाहिँ उहाँहरूले अरू चिकित्सकहरूसँग पनि परामर्श दिई आँखाको नियमित फलोअपमा गइराख्नु हुन अनुरोध गर्दछु। हस्, यस टिएमसी मेडिचाट प्रोग्राममा आएर कुराकानी गरिदिनु भएकोमा र आफ्नो नलेज एन्ड एक्सपर्टिज सेयर गरिदिनु भएकोमा डाक्टर सुरेन्द्रलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू म्याम।